पत्रकार दिवाकर शाह पनि यसपालि चुनाव उठ्दैछन्। धनुषा 3बाट उनी स्वतन्त्रबाट उम्मेदवार दिने तयारी गरिएका छन्। नेपालमा पहिलो व्यक्ति होलान् सायद यस्ता जो जनतासँग भोट र नोट दुवै माग्दै पत्रकार दिवाकर। देशको पहिलो क्यान्डिडेट हुँ म जसले मतदातासँग यसरी क्यामेरा अगाडिमा गरीब आदमी से ठेला वाला यो ठेला चलाउनुहुन्छ उहाँले। यो ठेलामा कतिको त्यो हुन्छ थाहा छैन। उहाँले मलाई पैसा सहयोग गर्नुभएको छ र उहाँहरूले मलाई सहयोग गर्नुभयो। म योबाट यो पैसा म आफूसँग राख्छु। यो 50 रुपियाँ मलाई चाहिन्छ। यो सबै पैसा म तपाईँले यो गरीबलाई बाँड्नु त्यो अर्को कुरा। देशको पहिलो उम्मेदवार हो म जसले मतदातासँग भोट मात्रै होइन सहयोग मागेको छ र म अहिले देखाउँ 1000, 2000, 3000, 3050